किशोर श्रेष्ठलाई छोडिएको छ यहाँ। अब अलिक पछाडि यो मेरो कुनै पुरुषको व्यक्तिगत प्रतिस्पर्धाको दुश्मनीको केही पनि होइन। यो न्यायको लडाइँ हो। पेसागत धर्म निर्वाह गर्दाखेरिको राज्यले लिएको बदलाको कारवाही हो। यो राज्यले नयाँ सरकार बनेपछि सुशासन कायम गरे भनेर किन आयो? उसले सुरुदेखि नै कहिले ट्रेड युनियनलाई, कहिले विद्यार्थी युनियनलाई, कहिले चाहिँ कर्मचारीहरूलाई, कहिले न्यायालयलाई, कहिले मिडियालाई गिजल्दै आयो। प्रहरी प्रशासनले केही पनि अक्षत रहेन। यस क्रममा आफ्ना विरोधीहरू मास्नको लागि, विरोधका आवाजहरू बन्द गर्नको लागि कानुनी प्रक्रियाबाट पनि होइन, कुनै परम्परा केही पनि होइन, एकदमै हुकुम प्रमाण्य शैली, हुकुमी शैलीमा यो राज्य उद्योग बनाउँदै आयो, प्रयुक्त हुँदै आयो। नत्र जनआस्थाले लेखेको न्युजहरू कुनै गलत छन् भने राज्यले त्यसलाई खण्डन गरे हुन्छ। विधि प्रक्रिया छ, प्रेस काउन्सिल छ, अदालत छ, होइन, अनेक प्रक्रियाहरू छन्। त्यो कुनै पनि प्रक्रियामा नभइकन ऊ पात्रहरू खडा गर्ने, पात्र खोज्ने र जनआस्था विरुद्ध प्रयोग गर्ने काममा लाग्दै आयो। खेतालाहरू, गोठालाहरू खोज्दै आयो। र यस क्रममा केही समाजमा दामिएका मान्छेहरू, समाजमा केही आफै मुछिएका, सामाजिक सञ्जालमा आफै रमाएका, रङ्गिएका पात्रहरूलाई खडा गरेर ल्याएर हाम्रा विरुद्ध प्रयोग गर्न खोजियो। त्यसैको एउटा क्लाइमेक्स हो। अब मुद्दा थप्दै लाने, कसरी हुन्छ यसको आवाज बन्द गर्ने खेल थियो। त्यस क्रममा यदि यो आज चाहिँ सम्मानित सर्वोच्च अदालतले यो वैयक्तिक गोपनीयताको हकका नाममा जुन तथाकथित लफडावाला कानुन ल्याएर व्यक्तिगत आफैले सामाजिक सञ्जालमा लेखेर आफै सेयर गरेको कुरालाई ल्याएर ती मान्यजी हो जसको बारेमा आयो, उहाँ पो व्यक्ति हुनु हो। ती मान्यजी जो राज्यले विधि विधान बनाउन पठाएको हो, राज्यको तपाईँहरूको ट्याक्सबाट उहाँले तलब खानुहुन्छ, उहाँलाई दामिएको, उहाँ पो पीडित हुनुभएको थियो। ती मान्छेलाई होस्टाइल गराएर, ती मान्छेलाई चाहिँ बदनाम गराएर आफै चाहिँ फाइदा लिने पात्रलाई खोजेर ल्याएर जसरी प्रयोग गरियो हाम्रा विरुद्ध, यदि यो सम्मानित अदालतले आज हस्तक्षेप नगरेको भए भोलिदेखि विरोधी हरेक मिडियाका क्यामेरा जफत हुन्थे, ल्यापटप जफत हुन्थे, छापाखाना जफत हुन्थे र पत्रकारहरूले जिउ गर्ने यो बाटो खुल्थ्यो। आज यसमा एउटा ब्रेक लागेको छ। राज्यको एउटा निरङ्कुशता जङ्गली तन्त्रमाथि एउटा कानुनी हस्तक्षेप सम्मानित अदालततर्फबाट भएको छ। तपाईँ सम्पूर्ण मिडियाकर्मी साथीहरू आज एक नभएको भए, यो एकता नरहेको भए हामीमाथि अरू प्रहार हुनेवाला हुन्थ्यो नै। म 5 दिन हिरासतमा बसेँ। म लागु औषध कारोबारीहरूसँग ग्रुपमा मलाई समूहमा राखेर सुताएर कोहीसँग भेट्न नदिएर, वकिलहरूसँग मेरा कानुनका परामर्शदाताहरूसँग छलफलै गर्न नदिएर, सम्पर्क नदिएर जसरी चाहिँ आवाज बन्द गरेर हतोत्साही गर्ने, डिमोरलाइज गर्ने र यस्तै रहेछ। म अबदेखि आइन्दा बाबा लेख्दिनँ भने कलम कान समात्ने स्थिति उत्पन्न गर्न खोजिएको थियो। म 16 वर्षको उमेरदेखि 9 कक्षा पढ्दाखेरि यो पत्रकारितामा छु। मैले हारेको छैन, म हार्दिनँ र तपाईँहरूको साथ सहयोग रहेको छ। म अझै लडिरहन्छु। किनभने म नमरेसम्म मैले देखेको कुरा लेख्नु पर्यो। यस्ता अडचनहरू मैले सङ्कटकालमा झेलेँ। पञ्चायतकालमा म 9 कक्षा पढ्दा जेल बसेको छु। 46 सालको परिवर्तनमा जेल बसेको छु। 62-63 पनि म जेल बसेको छु सङ्कटकालमा। किनभने मैले विशुद्ध सत्ताका गल्तीहरू उजागर गरे बापत मैले यो सजाय भयो। मैले लेखेको कुरा के गल्ती साबित भयो? खबर हेर्नुहुन्छ, हामीले लेखेका कुराहरू, जनआस्थाले लेखेका कुराहरू, गौरीबहादुर कार्कीको छानबिन रिपोर्ट दबाइएको थियो, त्यो कसैलाई चित्त बुझेन बाहिर ल्याएको कुरा। त्यसपछि धेरै घटनाक्रमहरू छन् कि कसैलाई चित्त बुझेको छैन। गुटपिट भएन। मलाई मानसिक तनाव, सबभन्दा ठुलो कुरो पत्रकारलाई एउटा पन्छीलाई पिँगडामा ल्याएर थुन्यो भने के हुन्छ? स्वतन्त्रता हनन भएन। कुनै किसिमको मानसिक टर्चर त्यस्तो केही भएको थियो सोधपुछको क्रममा? सोधपुछै भएन, बयानै भएन, वकिलहरूसँग पनि बयान भयो। यो त लगेर थुनेर जति सकिन्छ 25 दिन थुन्ने, त्यसपछि अरू मुद्दा थप्दै जाने र पुऱ्याइदिने।
यो खेल तपाईँले समाचार लिएर आयो त्यस पश्चात तपाईँको सञ्चार क्रियामा जस्तै कम्ती छ भने शाही कालमा